हामी कुनैको बिग मागेको छैन। काम गरेको अधिकारको पैसा, दिनको आफ्नो पसिना गरेको पैसा पो मागिरहेको छौँ यहाँ हामी। लिनुहोस् लेप्चा। म अहिले 80 वर्षको लगभग पुग्नु आँट्यो। तपाईँ के चाहनुहुन्छ? म यहाँ लेबर काममा गरेको छु कि मलाई रकम पैसा चाहिएको छ। म बुढो मान्छे, अब किन्नु सक्दैन, कता बजार हाट जान सक्दैन, घरको आँगनमा के ल्याउँछ त्यो किनी खानुपर्छ। हामीले रुपियाँ पैसा पाउँछ कि भनेर यत्रो दुःख गर्यो। काम छोरी अर्काको गाली खै हामीले भर्टिकल गरेको पैसै पाएको छैन। 3 वर्ष पुगिसक्यो। हजुरहरू के हेरिरहेको छौ? कन्ट्र्याक्टरहरू, म्यानेजरहरू, हामी गरिबलाई दलाल गर्नु हुँदैन। हाम्रो पाउने पैसा तपाईँहरूले झट्टै पठाइदेऊ। झट्टै भन्दा 3 दिनमा पठाइदेऊ। हामी कुनैको बिग मागेको छैन। काम गरेको अधिकारको पैसा, दिनको आफ्नो पसिना गरेको पैसा पो मागिरहेको छौँ यहाँ हामी। मेरो 2,05,000 जस्तो पाउन छ। हजुरहरूले 3 दिनमा पैसा पठाइदिएन भने हाम्रो केटा 20-25 जना आउँछ। म बुढो मान्छे पनि आएर तपाईँले जति बेला पैसा दिँदैन त्यति बेला आँगनमा बसेर लामा काँदाको घरमा बसी सबै हजिरा पनि माग्छु। खाना पनि दिनुपर्छ, लाउनु पनि दिनुपर्छ, ओर्ने ओछ्याउने पनि दिनुपर्छ हामीलाई। हामी पैसा नपाउँदिन। हामी धर्ना भएर सुत्छौँ आँगनमा।